शरदचन्द्र शाहजी हुनुहुन्थ्यो। उहाँले दक्षिण कोरियामा हाम्रो ताइक्वान्डोको अध्यक्ष थिए। अनि टिमसित कुरा गरेर नेपालको लागि एकजना प्रशिक्षक कोरियाली प्रशिक्षक झिकाउनु भयो। उहाँ हुनुहुन्थ्यो जेके सिंह। उहाँलाई म यति बेला सम्झन चाहन्छु। र त्यसपछि यो ताइक्वान्डो खेलको हामीले ट्रेनिङ सुरु गरेको हो र अहिले भिजुअल बाहिर हामीले देखाउँछौँ प्रेजेन्टेसन। त्यसमा यहाँहरूले चाहिँ बाहिर प्रेजेन्टेसनबाट हाम्रो गतिविधिहरू पनि देख्न सक्नुहुनेछ। र म ताइक्वान्डो खेलमा लामो समयसम्म सम्बन्धित रहेर काम गरेँ, तर मैले सङ्घमा बस्ने मौका प्रकाश सञ्जय राणाजी आएपछि प्राप्त गरेको हुँ। त्योभन्दा अगाडि कहिले म प्रशिक्षक भएर, कहिले मुख्य प्रशिक्षक भएर, त कहिले म साधारण सङ्घको सदस्य भएर, र पछिल्लो समयमा रूपप्रसाद राणाजी अध्यक्ष भइसकेपछि त्यति बेला म महासचिवको हैसियतले काम गरेँ। पछि फेरि मलाई राष्ट्रिय खेलकुद परिषदको खिचातानीमा फेरि सङ्घ डिजल्भ गरेर मलाई पनि हटाइयो। तर अहिले पछिल्लो चरणमा मैले लामो समयसम्म प्रकाश सञ्जय राणाजीको